ल आज चाहिँ गोर्खा म्युजियममा हाम्रो सानो क्याटरिङको अर्डर छ गर्दाखेरि चाहिँ हामी दुई बुढाबुढी चाहिँ अहिले गोर्खा म्युजियम विन्चेस्टरतर्फ प्रस्थान गर्दैछौँ। यहाँ चाहिँ मेरो हाकिम, मेरो जिन्दगीको सबभन्दा मलाई मनपर्ने मान्छेले यता गाडी चलाइरहेको छ। उहाँ चाहिँ आज बिहान 6 बजेदेखि खाना पकाएर हैरान हुनुभएको छ, किनभने विशेष मेरो यो स्वास्थ्यको कारणले गर्दाखेरि, खुट्टा दुखेको कारणले गर्दाखेरि उहाँले चाहिँ मेरो जागिर खोज्नु भएको छ बिहान उठेर पकाउनको लागि भनेर नमिल्ने। धेरै माया गर्छ है उसले मलाई। फेरि तिम्रो खुट्टा दुख्छ, ठिकै छ मै गरिदिउँला भन्नुहुन्छ है उहाँले। त्यसको लागि थ्याङ्क यू भेरी मच। मेरो खुट्टा चाहिँ अलिकति रिकभर हुँदैछ अहिले। अब होपफुली केही समयभित्र नै म फेरि अन द फिट भएर चाहिँ फेरि मेरो खाना पकाउने मेरो ड्युटीतिर म लाग्न सक्छु होला भन्ने मलाई पूर्ण आशा छ। तपाईँहरू सबैको मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिदिनु भएकोमा धेरै धन्यवाद पनि भन्न चाहे। एकदम रमाइलो घमाइलो भइरहेको छ आजको दिन। मेरो साथीहरू त मोटर बाइकमा, अब छिट्टै नै अब बाइकमा फेरि जाने विचार छ। अस्तिको फर्स्ट मोटरसाइकल चाहिँ राइड एकदम राम्रो भयो मेरो हाकिमसँग। हाकिमले मेरो अनुरोधलाई सहजै स्वीकारेर साह्रै रमाइलो भयो। तर बेलुका फर्किएपछि अलिकति ढाड दुख्यो, चाक दुख्यो भन्ने खालको चाहिँ गुनासोहरू आयो उहाँबाट। अनि दुखेकोलाई रियालिटी हो त्यो चाहिँ होइन। गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ अब फेरि अब म चाहिँ तिमीसँग जाँदैन होला भनिराख्नु भएको छ उहाँले। तर मैले मलाई साथी चाहिरहेको छ। ल नि भोलिन्टियर हुनुहुन्छ भने आउनु सक्नुहुन्छ है, कन्ट्याक्ट गर्नुहोस्। जाडो भएको बेलामा पछाडिबाट छ्याप्प समात्नको लागि। यदि कोही लेडिजहरू चाहिँ दिदीबहिनीहरू तपाईँहरू दिदीबहिनी भन्ने अनि त मिलेन। त्यस कारण चाहिँ मेरो चाहिँ पछाडि छ्याट्ट बस्ने कोही सोल्टिनेहरू छ भने चाहिँ तुरुन्तै चाहिँ अब खबर गर्नु पर्यो। त्यो चाहिँ मलाई होइन, मेरो हाकिमलाई। फेरि उहाँको चाहिँ फेरि अलिक सहमत पनि चाहियो नि। फेरि मै जाम्ला नि डोरमा पिकअप गर्न, गाडीमा पिकअप गरेर ल्याइदिउँला नि बाइक भएको ठाउँसम्ममा। ल है, उहाँले भन्नुभएको छ है, यदि कोही तपाईँहरू हुनुहुन्छ भने बाइकको पछाडिपट्टि चट्ट बसेर यसो साइट सिइङहरू केही समय 1-2 घन्टा जाने भयो भने चाहिँ उहाँ खुसी हुनुहुन्छ। यदि तपाईँहरू कोही भोलिन्टियर हुनुहुन्छ भने उहाँ नै आउनुहुन्छ भन्नुभएको छ है घरमा पिकअप गर्नको लागि चाहिँ। यस्तो सुनौलो मौका त फेरि जोइ तोइले त पाउँदैन। गर्दाखेरि चाहिँ डोन्ट मिस द अपर्च्युनिटी। आउनुहोस्, घुमाउला होइन। सबभन्दा ठुलो कुरा चाहिँ मान्छेको विश्वास हो है। विश्वास भन्ने कुरा साह्रै ठुलो हुन्छ। गर्दाखेरि चाहिँ अब टुट्ने पनि विश्वासै हो फेरि। कुरो त त्यस्तो हो नि त। फेरि सबैभन्दा ठुलो विश्वासै हो, अनि त्यो टुट्ने पनि फेरि विश्वासै हो। विश्वासै हो। अन्त मलाई कस्तो ठाउँको मिस भयो। उताको नर्मल बाटो चाहिँ बन्द भएको कारणले गर्दाखेरि अलिक भित्री बाटो वान वे गरेको कारणले गर्दाखेरि हामी चाहिँ भित्री बाटो आएको छौँ। एकदम रमाइलो छ विन्चेस्टर।
आउनुहोस् है जनता हो, तपाईँहरू सबैलाई चाहिँ विन्चेस्टरमा हार्दिक स्वागत भन्न चाहे। त अगाडि हाम्रो चाहिँ पोस्टम्यान दाजुभाइ दिदीबहिनीहरू दाजुभाइहरू तपाईँहरू विन्चेस्टरको गोर्खा म्युजियम भन्ने ठाउँमा आउनुभएको छैन भने चाहिँ आउनुहोस् है हजुर हो। हाम्रो चाहिँ एकदम यो गोर्खालीको इतिहास बोकेर बसेको ठाउँ छ यहाँ गोर्खा म्युजियम। ऊ तलपट्टि चाहिँ तपाईँको चाहिँ विन्चेस्टरको सिटी सेन्टर, त्यहाँबाट माथि अलिकति उकालो चढ्यो भने बायाँपट्टि यो गार्डनको गेट जस्तो छ। यहाँबाट भित्र छिरेपछि यो बायाँपट्टिको चाहिँ प्राइभेट रेसिडेन्सियलहरू हो। यो दाहिनेपट्टि हेर्नुभयो भने चाहिँ यो के कसको थियो, यो आर्टको यो ग्रिन ज्याकेटको यो म्युजियमहरू हो, राइफल्सको म्युजियम हो। परपट्टि तपाईँ देख्नुहुन्छ भने पुरा प्राइभेट रेसिडेन्स है, यो चाहिँ गोर्खा म्युजियम भयो। अब हामी चाहिँ यहाँ पार्क गर्ने अब के अरे ठाउँमा आएका छौँ। एकदम रमाइलो छ गोर्खा म्युजियम। यदि तपाईँहरू आउनुभएको छैन भने अवश्य आउनु होला अनि भिजिट द गोर्खा म्युजियम है। हाम्रो यो गोर्खाजहरूको चाहिँ एकदम इतिहास बोकेर बसेको ठाउँ चाहिँ गोर्खा म्युजियम है। कति रमाइलो छ है। भन्दै अब सामान्य उचाल्नु पुछार गर्नु पर्यो। ल बाई बाई, शुभ दिन तपाईँहरूलाई। ल हामी बुढाबुढीहरूले लिफ्टमा चढिसकेको अवस्था छ अहिले, गर्दाखेरि चाहिँ राम्रो छ। माथि सेकेन्ड फ्लोरमा गोर्खा म्युजियम। यो चाहिँ मेरो बोस हो। हेलो बोस, मेरो लागि योभन्दा राम्रो मान्छे त संसारमा कोही पनि छैन। यो सबैलाई थाहा भएको कुरा हो। म्युजियमको लेआउट, पाहुनाहरू चाहिँ उता लाइब्रेरीमा हुनुहुन्छ। एकदम रमाइलो छ गोर्खा म्युजियम। आउनुहोस् है, तपाईँहरूको कुनै स्पेसल हामी चाहिँ अहिले अलिकति अर्ली आयौँ। 1 बजे खानेकुरा छ आज पाहुनाहरूको। 1 बजे खाने सधैँ यस्तै हो। गुड टाइममा आएको नि लाग्छ। हजुर टाइममा आएर चाहिँ पक्का मेरो हस्बेन्डले चाहिँ आर्मी कायदा टक्क आएपछि बसिरहेछौँ। झालबाट जस्तो राम्रो देख्छ बाहिर। ल हेर्नुहोस् है। तपाईँहरूको कुनै स्पेसल इभेन्टहरू छ भने गोर्खा म्युजियमको ग्यालेरी बुक गर्न सक्नुहुन्छ। यस्तो प्रकारले लेआउट गरिन्छ यहाँ। गर्दाखेरि चाहिँ मेरो हाकिम थाकेको अवस्था। माथिबाट कति सानो देख्दो रहेछ नि त, मचो देख्दो रहेछ क्या तिमी चाहिँ। यस्तो रमाइलो छ हेर्नुहोस् त। यो हामीले माथि खाना ल्याउने ठाउँबाट खिचेको अवस्था, किचनबाट। यतापट्टि चाहिँ यस्तो प्रकारले चाहिँ सजाइन्छ खानाहरू चाहिँ। आर्मीको कन्टेनर जिन्दाबाद। बिन्दा गुरुङ चाहिँ रेडी छ हो। केही समयमा आउँछ पाहुनाहरू। यस्तो प्रकारले सजाएर खाना सुरु भयो। बिन्दा आयो मान्छेहरू आए। मजाले चाहिँ आजको फङ्सन पनि सकेर आयो। आजको इभेन्ट पनि 9GR को थियो। आजको इभेन्ट पनि एकदम भव्य अनि सभ्यको रूपमा चाहिँ सफल भयो। त्यही भन्छ नि, उनीहरूको लागि बिचारा अब नाइस ग्यादरिङ भयो होला नि। तर आज हामी अलि धेरै पछि गएको होइन। आज त अलि थाक्यो हामी, धेरै भयो नि त नगएको होइन। अरू बेला त टपअपहरू गरेर आउँथ्यो म्युजियममा। आज चाहिँ उनीहरूले स्टाफ पनि मागेको कारणले गर्दाखेरि चाहिँ
फुल सर्भिस दिएको अलिकति हात पनि सुत्यो भाँडा धुँदा ओके म घर गएर मालिस गरिदिन्छु है होइन मालिस ओके आई एम भेरी हङ्ग्री थ्याङ्क यू सो मच फर द थ्याङ्क्स फर वाचिङ nice rest of the day